यो सरकारले खै त देशको माग पूरा गरेको, खै त देशको माग पूरा गरेको, खै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, खै भ्रष्टाचारले जेल हालेको। अनि राजा चाहिएन, त्यही भएर हामी नेपाली जुत्ता राजा चाहियो। अब हाम्रो कोही सक्दैन केही, सब चोर चोराहरू हुन्। कहिलेसम्म नेताहरूलाई मात्रै जितेर नेता मात्रै बनाइरहने? यो देश बनाएको नै राजाले हो के? यो देश बनाएको नै राजाले हो, देशले राजा बनाएन के? हाम्रो राजा हाम्रो देश हजारौंको संख्यामा राजावादीहरू राजा चाहियो भन्दै सडकमा उत्रिएको अवस्था छ। युवाहरूमाथि, विद्यार्थीमाथि ताक सरकारले गोली हान्यो। यो केपीओलीको सरकारले, यो एसोसिएसन कार्यकारी सरकारले पनि त्यसको माग सुनिरहेको छैन। त्यसैले अब सम्पूर्ण युवाहरू लागेर राजा ल्याउनुपर्छ, सम्पूर्ण 3 करोड जनताको अभिभावकको राजा।